हेलो हेलो साथीहरू, आज फेरि मैले आलु चप बनाउन गइरहेको छु है। ल हेर्नुहोस् है, टक्कला 4 जति आलुलाई मैले ठिक्क पारे उसिनेर त्यसपछि मैदा, बेसन, कर्नफ्लोर अनि यसलाई चाहिने मरमसला, नुन, बेसार, मसला हालेर अनि यो टिमुर र खुर्सानीको छोपै एकदम मिठो स्वाद आउँछ नि त यसले। अनि कतिको ब्याटर चाहिन्छ मैले अड्कल्दै बनाएँ, पानी अड्कल्दै है। ब्याटर कतिको रेडी भएछ भनेर एउटा आलुलाई मैले ट्राई गरेको, ठिक भएछ। अनि अर्कोतिर चाहिँ मैले ग्यास बालेर टक्क लाएर कराई बसालिवरी अनि तेल तातिसकेपछि यो आलुलाई मैले ब्याटरमा चोप्दै एक एकवटा गरेर तेलमा तारेँ। अनि मैले 2-3 चोटि चाहिँ फर्काइसकेपछि यो आलु पहिले पनि उसिनिसकेको थियो, खासै धेरै टाइम लाग्दैन के। अनि निकालेर टक्क लाएर प्लेटमा राखेर हामी आमा छोरी भएर खायौँ। मिठो भएको थियो। हजुरहरूले पनि यसरी नै ट्राई गरेर खानु होला है त। भिडियो हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद सबैजनालाई।